सो हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम ठिक छु है। आज चाहिँ बिहान बिहान कतै हिँडेको भन्नु होला है। म चाहिँ उठेर पानी लगाउन आएको थिएँ अनि उताबाट पनि आउन सकिन्थ्यो, म चाहिँ यताबाट आएँ। ओहो के छ हजुर, हाम्रो भात चोर्ने घरको कसरी भइरहेछ। अनि म चाहिँ यो मोटर बाटो के घुमेर आएको छु है भिडियो बनाउनको लागि। त्यो पनि सो आजभोलि चाहिँ धेरै भ्यू चाहिँ जान छोड्यो क्या मेरो भिडियोमा। खै के भयो है, खै तपाईँहरूलाई मन परेन कि के भयो है। दुईटा लाल जोडी छन् त्यहाँ त। ओइ काले, ओइ ओइ हेर्दिन, भाउै दिन्न यस्तो कालीले पनि मलाई। आज चाहिँ घाम लाग्ने अनि फेरि कुहिरो लाग्ने भइरहेछ, बादल लाग्ने है, देख्न सक्नुहुन्छ। सो अब म चाहिँ घर पुग्न आँटेँ। के भन्नु न, कस्तो राम्रो फुलेछ बनाएर। अनि यसलाई के भन्छ, यसले यो कापु भन्थ्यौँ कि हामीले यसलाई सानोमा सुर्ती भन्दा यहाँ छ्यापेर कस्तो हुन्थ्यो होला। अहिले चाहिँ राम्रो देखिरहेको छु, त्यही भएर मैले लिएर आएको है। म चाहिँ पानी लगाइदिएर के म नत्र यो बाटो घुमेर आउन सक्थेँ है, तर म चाहिँ यो बाटो आएँ। सो देख्न सक्नुहुन्छ, हेर्नु न हाम्रोमा कति धेरै किन्नु छ। यो त कागतीको बोट भइहाल्यो है। फुलेछ, अब फल्न तयार छ। गाइस छिटछिटो कमेन्ट गर्नु पऱ्यो यसलाई के भन्नुहुन्छ तपाईँकोतिर। हाम्रोतिर त पाकेर कस्तो छ, अझ धेरै पाकेको थियो कि यो त। अनि मस्तै आउनुभएको थियो खानालाई, केटाकेटीहरू पनि आइरहेको हुन्छन्। कस्तो रौसँग चाहिँ हाम्रोतिर त्यही सक्नुहुन्छ। सो गाइस अब चाहिँ म छिटो गएर काम गर्नुपर्ने हुन्छ। मेरो घर पनि आयो है। मेरो बुढा र छोरी चाहिँ सुत्नु भएको छ अझैसम्म है। गएर हेर्छु, सुतिहाल्दिनै छोरी त पनि सुती थिइन्, तिनको त सुत्दैन, तिनीहरूको भरै हुन्न। गएर हेर्छु है। बिहान उठेर यतै आएको थिएँ होइन, मैले त यो भेटाएँ कि मैले चाहिँ यहाँ राखिदिएर गएको थिएँ कि त्यही बोटबाट भेटाएको। यही बोट, यसलाई अम्बानी भन्छन् है। सो गाइस हामी चाहिँ अब सुँगुरको के भन्छ यहाँ खोर साफ गर्न लागेको है। मम्मीले साफ गर्न अनि मैले चाहिँ पानी पुर्याइदिने। पानी पनि मस्तै लाग्छ कि, कति धेरै थियो त। हामी चाहिँ खाडलमा जान्छ क्या सबै। जति ठुलो भयो त्यति फोहोर गर्दैछ क्या, खाए पिटे कत्तिकै उम्रेछ। त्यो हामीले बारीबाट तोरी ल्याएर यहीँ सुकाएको थियौँ, अन्त त्यही भएर उम्रेछकै। यहाँ प्याज लगाएको, प्याज यस्तो छ, के हो यो त चिन्दैन। यहाँ कतिको धेरै उम्रेछ है। गाउँघरमा बसेपछि यही फाइदा हुन्छ है। लसुन यहाँनिर छ, सबै सुकिसक्यो। आलु त्यहाँ छ। फाइनली गाइस हाम्रो खोर चाहिँ साफ भइसक्यो, देख्न सक्नुहुन्छ है। सट्टा पारामा अघि कस्तो थियो अहिले कस्तो छ है। अझ फेरि यिनीहरूलाई दाना दिने कम त सकोस् है भगवान्। खाँदाखेरि चाहिँ सित्तैमा जस्तो गर्छु है। त्यतिको महँगो भएको होइन होला यसको मासु चाहिँ। कति स्याहार छ, कति फोरी छ त। यता केटी, ओइ ल ल ओइ ल, कस्तो गम्भा
अनि अब चाहिँ म फेरि यिनीहरूलाई दाना दिन्छु। हामीले चाहिँ दाना नदिइकन पहिले साफ गर्छौँ कि अनि बल्ल साफमा बसेर खान मजा आउँछ नि त। त्यस्तै निकालो चाहिँ धेरै फोहोरी हुने रहेछ क्या होइन। वहाँसम्म उ गर्छन् कि यिनीहरूले फोहोरो। यिनीहरूको चाहिँ यहीँ फोहोरैसम्म फोहोरो हुन्छ अनि उ त्यहाँनिर थोरै हुन्छ। यिनीहरूको त जहाँ यता बसे यता फोहोरो गराउँछन् अनि यता बसे यता फोहोरो गराउँछन् क्या सक्का खालको दाना दिन्छौँ क्या हामीले चाहिँ। यो बरान हो क्या, बरान हो। अनि यसमा चाहिँ कहिलेकाहीँ सिस्नो पनि पकाएर मिसाएर दिन्छौँ। अहिले चाहिँ हामीसँग सिस्नो छैन। सो गाइस हाम्रो सुँगुरको लागि दाना पनि रेडी भयो। देख्न सक्नुहुन्छ यसरी पानी राखेर यस्तो बाक्लो दिनुपर्छ होइन। आत्तेरे बाबा ल ल ल ल आत्तिन्छन् क्या धेरै यस्तो गरौँ। सो गाइस हामी चाहिँ जान लाग्यौँ दिउराली है। आमा छोरी भएर दिउराली जान लाग्यौँ किन भन्दाखेरि हाम्रो त छोरी काम छ कि त्यही भएर जान लागेको। यत्रको छोरी बोकेर हिँड्न नि साह्रै गाह्रो। आमा छोरी चाहिँ म चाहिँ यता दिँदा खास मेकअप गर्दिनँ कि त्यही भएर म सिम्पल नेचुरल मेरो फेस यस्तै छ है। यस्तै ठिक छ मलाई चाहिँ। सो गाइस देख्न सक्नुहुन्छ होइन मेरो कतिको धेरै पसिना आएको आमा। यत्रोको छोरी बोकेर हिँड्दा नि सेट भाइ। एउटा मान्छे त चाहिन्छ कि यसलाई त अझ टाढा हिँड्दा त हिँड्दै जानु पऱ्यो भने त। त्यही भएर त म दिदीकोमा नि हिँड्दै जान मान्दिनँ है। उफ हे भगवान् यो पसिना। छोराछोरी भएपछि जिन्दगी गयो गयो। अब चाहिँ हामी केही बेरमा पुग्छौँ है। ओह स्कुल त्यहीँनिर छ, पिपल त्यहीँनिर छ। पुग्छौँ हामी केही एकछिनमा। फाइनली केही छ हामी दिउराली पनि आइसक्यौँ। देख्न सक्नुहुन्छ है यस्तो छ यहाँको भ्यू है। हो नभए लास्ट मेरो बुढा त्यहाँ छैनन् क्या हो, कहाँ गए गए। गाइस म चाहिँ फाइनली दिउराली आइसकेँ। मेरो बुढा त टोलाउँदै बस्नको मलाई त म आएको थाहै नै बुढालाई। म चाहिँ आएँ है। सो देख्न सक्नुहुन्छ मैले चाहिँ चाउमिन अर्डर गराएको थिएँ। हाम्रो चाउमिन पनि रेडी भइसक्यो है, देख्न सक्नुहुन्छ। सो गाइस मैले चाहिँ चाउमिन खाएर पनि भ्याएँ है, देख्न सक्नुहुन्छ। मेरो छोरी चाहिँ त्यहाँ सुत्यो। यसलाई चाहिँ निद लाग्छ कि आबेको मासु जहिले नि। सो गाइस हामी चाहिँ घर जान लाग्यौँ है, देख्न सक्नुहुन्छ। चट्ट पारामा केटाकेटीहरू स्कुलबाट आएको छन् कि एक्जाम दिएर। मेरो छोरीको के भन्छ ह्याङ्की चाहिँ हराएको छ। मेरो छोरीको ह्याङ्की पनि भेट्यो। हेलो ल भेटाइदिन थ्याङ्क यू है। हाई गरिदिनु ल है सबैजनाले। फाइनली गाइस म घर पनि आइसकेँ, देख्न सक्नुहुन्छ तपाईँहरूले। आजको ब्लग तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सनु होला है। मलाई चाहिँ एकदम टेन्सन भइरहेछ किन भन्दाखेरि मेरो ब्लगमा आजभन्दा भोलिभन्दा पर्सि भ्युज कम जान लागिरहेको छ है। आज सबैले हेरेर साथ दिनु होला। र मैले चाहिँ फेरि भोलि ल्याउनु छु। हाम्रो चाहिँ अब भोलि माथि सेकेन्ड मेला लाग्ने कुरा छ है। मेला लाग्छ भोलि, मेला लाग्ने दिनै हो। सो मैले त्यहाँ गएर त्यहाँको भिडियो बनाउने सोचिरहेको छु है। मैले ब्लगमा राख्छु, सबैजनाले हेरेर साथ सपोर्ट दिनु होला। र आजको लागि यति नै। फेरि भोलि भेट्नेछौँ न्यू डे न्यू ब्लगको साथमा। हस्त।